हामीले नेपाली कङ्ग्रेसले सन् 1973 मा रोयल नेपाल एयरलाइन्सको प्लेन हाइज्याक गरेको बारेमा त सुनेका थियौँ। तर मैले आज यो किताबमा एउटा इन्ट्रेस्टिङ फ्याक्ट पढ्न पाएँ। यसको पेज नम्बर 132 को सेकेन्ड लास्ट प्याराग्राफको सेकेन्ड सेन्टेन्समा के लेखेको छ भने, according to गिरिजा प्रसाद कोइराला, during their struggle against the Panchayat regime, then Raw Chief Aryan Kao not only advised them to hijack an airplane and loot Nepalese rupees 3 million belonging to Nepal Rashtra Bank, but also turned a blind eye to the smuggling of Indian currency and even uranium. भन्नुको मतलब त्यो प्लेन हाइज्याक गर्न रले नेपाली कांग्रेसलाई एडभाइस गरेको रहेछ। साथमा इन्डियन करेन्सी र युरेनियम स्मग्लिङ गर्न पनि कहीँ कतै रले चाहिँ सहयोग गरेको रहेछ।